वेलकम। आज पनि हामी नयाँ भिडियोको साथमा आएको छौँ। आज चाहिँ हामी फुल एसी फिटिङ सेटिङ देखाउँछौँ होइन। त्यसमा चाहिँ हामीले पहिला एसीको नट कस्दैछौँ। पहिलादेखिको भिडियो बनाऊँ भनेको थिएँ, अब भिडियो बनाउन चाहिँ अलिकति साथी नभइदिएकोले गर्दाखेरि एसी चाहिँ राख्नुपर्ने, हामीले ह्याङ्गिङ गर्नुपर्ने बिममा पऱ्यो। बिमबाट भेन्टिलेसनबाट पाइप छिर्न सजिलो हुन्छ भनेर चाहिँ टक्क बिममा राख्यौँ। अनि त्यस पछाडि चाहिँ हामी नट टाइट गर्न थाल्यौँ। हामीले उतापट्टिको फर्स्ट इन्डोरको नट टाइट गर्न थाल्यौँ। नट टाइट गरिसकेर दम नट टाइट गर्दैछौँ हामी चाहिँ। यसलाई एकदम टाइट फिक्स टाइट गर्नुपर्छ, नत्र लिकेज हुने डर हुन्छ। नट टाइट गरिसकेपछि हामी चाहिँ अब यो ऱ्यापिङ टेप हामी त्यहाँ खोल्दैछौँ। ऱ्यापिङ टेप लाउनु पर्ने हुन्छ त्यसमा। ऱ्यापिङ टेप भनेको चाहिँ तपाईँको पाइपलाई चिसो र एकदम मजबुत अनि घाम पानीले पनि त्यो फर्म नखाओस् भनेर चाहिँ हामी ऱ्यापिङ टेप लाउँछौँ। अनि एकदम हामी यहाँ ऱ्यापिङ टेप मजाले बाँध्न थाल्यौँ सुई 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 गरेर। हामी त्यो एसी इन्डोर युनिट र आउटडोर युनिटको कनेक्सन र तामाको पाइपलाई चाहिँ एकदमै सेफ्टीको साथ रहोस् भनेर चाहिँ हामीले ऱ्यापिङ टेप लाउँछौँ। यसरी घुमाएर सुई 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 गर्दै टाइट टाइट गर्दै घुमाउँदै गर्दै ऱ्यापिङ टेप लाउँदै आउँदछौँ। यो चाहिँ कुनै कम्पनीमा सँगै आउँछ ऱ्यापिङ टेप अनि ड्रेनेज पाइप सँगै आउँछ भने कुनै कम्पनीमा चाहिँ नआउन पनि सक्छ। त्यो चाहिँ अलरेडी बाहिरबाट किनेर अथवा आफूसँग छ भने लाउनु पर्ने हुन्छ। यसरी हामीले इन्डोरको ऱ्यापिङ टेप हानिसके पछाडि चाहिँ हामी अब आउटडोरतिर लाग्छौँ। यसलाई हामीले लास्टै मानिसकेको छौँ। अब यो आउटडोरतिर लागिसकेपछि चाहिँ हामी यसलाई आउटडोरको चाहिँ ह्याङ्गिङ गर्नुपर्ने भयो। अलिकति पाइप नपुगेको कारणले गर्दाखेरि पाइप सर्ट हुने भयो। झ्यालदेखि ठ्याक्कैसँगले साइडमा चाहिँ हामी यसरी ड्रिल गर्न थाल्यौँ। ड्रिल गरेर हामी ह्याङ्गिङ गर्छौँ वाल स्ट्यान्ड लगाएर। यसमा फिक्स बोल्ट नटहरू फिक्स गर्छौँ, एकदम टाइट गर्छौँ। यसरी अब ड्रिल गरिसकेपछि हामी फिक्स नटलाई जाम गरेर यसरी हमरले थोरै ठोकेर त्यसलाई अलिकति भित्र चिराएर हमरले अनि चाहिँ हामी नट टाइट गर्छौँ। ड्याम 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 ठोकेर दुलो सानो हुनसक्छ कहिलेकाहीँ। 12 mm को बिटले हामी त्यहाँ 14 mm को बिटमा टिप्नु हुन्छ। अनि यसरी नटले हामी टाइट गर्छौँ। 13 इन्चीको नट लाग्छ, यसरी टाइट गर्छौँ। यसरी दुईपट्टि नट टाइट गरिसकेपछि हामी चाहिँ अनि आउटडोर युनिट राखेर यसको चाहिँ अब तपाईँको पाइपको कनेक्सन गर्छौँ। यसरी रेन्चीले हामीले पाइपको कनेक्सन गर्छौँ, मिलाएर एकदम त्यसको मुख मिलाएर हालेर नट टाइट गर्नुपर्छ। नभएखेरि लिकेज हुने एकदम डर हुन्छ यसबाट चाहिँ होइन। यसलाई चाहिँ एकदम ध्यान दिनुपर्छ। यसरी हामी सुइसुसी मिलाएर मुख ट्याप्प हुन्छ हुँदैन भनेर मिलाएर नट टाइट गर्नुपर्ने हुन्छ।
यसरी नट टाइट गरिसकेपछि हामी छेउछाउको नट खोल्छौँ। अब किनकि हामीले चाहिँ ग्यास छोड्नुपर्ने हुन्छ एलेङ्कीको सहायताले। यसरी खोलिसके पछाडि कुनै पनि टाइट भयो भने रेन्चीले खोलेर हामी यसरी खोल्दै अनि एलेङ्की बक्स ल्याएर एलेङ्कीलाई हामीले खोलेर चाहिँ टेप लगाएको थियो त्यो चाहिँ बट्टामा। अनि कति 4 नम्बरको एलेङ्की होइन 5 नम्बरको लाग्ने एलेङ्की रहेछ। अनि 5 नम्बरको एलेङ्की हामी युज गरेर चाहिँ 5 mm को एलेङ्की र हामीले पहिला यसरी एलेङ्कीले पहिला डिस्चार्ज लाइन खोलेर त्यस पछाडि सेक्सन लाइनबाट चाहिँ हामी ग्यासलाई त्यसरी अलिकति एयरलाई चाहिँ हामी बाहिर फाल्छौँ, चुस्स आवाज हुने गरी चाहिँ फाल्छौँ। र अनि पुरै चाहिँ एयर पाइपमा भएको एयर चाहिँ हामी बाहिर निक्लेस् भनेर चाहिँ एकछिन त्यो भोट एकछिन थोरै भोट्नुपर्छ भललाई बाहिर निक्लिन्छ। अनि त्यो लास्टसम्मको इन्डिङसम्म खोल्नुपर्छ त्यो चाहिँ एकदमै। अनि यसरी खोलिसके पछाडि हामी सबै फेरि फिटिङ गर्छौँ त्यसलाई। हामी इन्डोरबाट आएको तार भयो आउटडोरसँग चाहिँ जस्तो इन्डोरमा जस्तो जोडेको छ आउटडोरमा त्यही अनुसारले जोड्नुपर्छ। म चाहिँ त्यहाँ लिकेज छ कि छैन भनेर थुक पनि यसो लाउँदैछु र लिकेज देखा परेन। अनि म चाहिँ के भन्छ यस्तो यस्तो हो यस्तो गरेर प्रष्ट देखाउन भनी भन्दैछु म फेरि त्यहाँनिर। अनि हामी फेरि त्यसलाई खोलिसकेकोलाई फेरि नट टाइट गरिदिन्छौँ। नट टाइट गरिसके पछाडि त्यहाँ हामी कभरहरू त्यसको कभरहरू मजाले लगाएर अनि यसरी हामी चट्टसँगले चाहिँ यो खोलेर हामी वायर जोड्दैछौँ। अब इन्डोरको वायर ल्याएर चाहिँ हामीले जस्ताको त्यस्तै इन्डोरमा जस्तो जोड्छौँ हामीले त्यसरी नै जोड्नुपर्ने हुन्छ। अनि जोडिसकेर हामी प्याकिङ गर्छौँ। नट टाइट गरिसकेपछि हामी इन्डोरतिर जान्छौँ। अनि त्यस पछाडि एसी खोल्छौँ। यस्तै भिडियो मन पऱ्यो लाइक गर्नुहोला।